हेलो गाइज नमस्कार के छ हाम्रो टोली चाहिँ हैन फुटबल खेल्न हिँडिरहेछ पानी आछ यस्तो हैन त्यही पनि हामी छोड्न हैन कि फुटबल खेल्न ग्राउन्डतिर साथीहरु सबैजना आउनु भइसक्यो अगाडि अगाडि हुन्छ यस्तो पानी परिरहेछ पुरा जना पछाडी छन् अरु साथीहरु अगाडि हुनुहुन्छ यो त ढले छ कि यस्तै थियो यो हल्का ढले छ यार हामी चाहिँ फुटबल खेल्छौँ कि सन्डेको पानी परिरहेछ अहिले पनि सिमसिमे पानी अलि बन्द भयो कि अलि हल्का बन्द भयो बन्द भयो पुरा अगाडिको ब्रिज जस्तो छ पानीले गर्दा शीत हैन ठिकको मौसममा ठिक छ फुटबल खेल्नु नै हाम्रो यहाँ चाहिँ सुजन सर है हाम्रो मस्कोको टावर घण्टाघर पछाडिको लामो टावर अग्लो टावर त्यो अगाडिको यसलाई के भन्छ चर्च यो चाहिँ चर्च हैन पुरा मस्त मस्त छन् ठाउँ फेरि घुम्ने हैन चिसो चिसो ठन्डा ठन्डामा यहाँको वेदर पनि त्यस्तै हुन्छ धेरै चिसो टाइम त गर्नु तर पानी पर्यो हाम्रो साथी हल्छ कता मेरो कपिल वस्तु नभए हामी अब फिल्डको नजिक नजिक आइपुगिरहेका छौँ ओ अगाडि दुईटा त्योभन्दा अगाडि दुईटा पुरा अलग अलग टिम बनेर हिँडेछौँ कि अलग अलग टिम अलग अलग दुईटाको हैन बनेर हिँडिरहेछौँ अझै फिल्डमा गएपछि एकैपल्ट खेल्ने हो अहिलेको लागि हाम्रो प्रत्येक सन्डे फुटबल खेल्ने टाइम 6:30 भयो ठ्याक्कै बेलुकाको 6:30 ए यता पनि यता दुईजना ल यता चाहिँ हाम्रो साथीहरुको फोटो भिडियो सुट भइरहेछ साथीहरु ओ दुईजना पछाडि माहौल रमाइलो छ तपाईँ आएको कति भयो यहाँ यहाँ आउँदा फेरि कस्तो के गर्न पर्छ भनिदिनु त 4 वर्ष गाडी भयो सुरुमा त अर्को सिटी आए भरुनेस भन्ने सिटी छ यहाँबाट 800 किलोमिटर अच्छा मस्कोदेखि बाहिर आउनु पर्ला कलेज ट्रान्सफर स्टुडेन्टमा आउनको स्टुडेन्टमा नेपाल जाँदैछु भनौँ छिट्टै सेप्टेम्बरतिर गएर फेरि वर्किङ आउने एउटा कम्पनी छ इन्भिटेसन दिन्छ ठिक छ नि अर्को पहिला स्टुडेन्टमा आउँदा पनि कस्तो छ माहौल स्टुडेन्टमा आउँदा यस्तो भयो वा नहुँदै आएको अहिले त छैन राम्रो छैन वा सुरु भयो होइन त्यहाँबाट अब त्यहाँ बस्यो 1 वर्ष अलमोस्ट 1 वर्ष बस्यो त्यसपछि मस्को आइयो मस्को आएर 1-1.5 वर्ष पढियो कलेज गइयो कामकै उतो हो कामकै लाग्यो हजुर ए ल आउनु न आउनु यहाँ तपाईलाई के ल बन्दै छ कि आउनु मलाई थाहा छ कि ल हाम्रो दादाहरु पनि आउँदैछन् ल भन्न त अब उहाँको च्यानललाई लाइक सब्स्क्राइब कमेन्ट गरी उहाँलाई हौसला स्वरूप तपाईहरुले हेर्दिनु होला एकदम मेहनत गर्दैछन् कृपया हाम्रो यो हामी आज बल खेल्न जाँदैछौँ भाइले डेली भ्लग 2-4 वटा भ्लग हालिरहेछन् कृपया हाम्रो फेसबुकको साथी युट्युबको साथीहरूले कृपया भाइको भिडियोलाई नलजाइकन अप्ठ्यारो नमानिकन लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सल्लाह सुझाव प्रतिक्रियाहरू दिनुहोस् आगामी दिनहरूमा के थाहा अझै राम्रो प्रगति गर्न सक्छन् हौसला बढ्न सक्छ म यति अनुरोध गर्न चाहन्छु कि तपाईहरुको एउटा सानो लाइक एउटा सानो कमेन्टले गर्दा पनि मान्छेको जीवन बदल्न केही समय लाग्दैन कृपया सबैजनाले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला
उनले चाहिँ डेली कन्टिन्यू चाहिँ भिडियोहरू जति समय सक्छन् त्यति चाहिँ हालिराख्नेछन्। कृपया माया गरिदिनु होला। थ्याङ्क यू सो मच। ल गाइज सुन्नुभयो नि, अब हामी पनि फुटबल ग्राउन्डमा आइसकेका छौँ कि ग्राउन्ड नजिकै, ग्राउन्डको नजिक आइसक्यो। पानी परिरहेछ त्यही पनि नछोड्ने भनेर दाइहरू होइन, पुरा कहाँ कहाँबाट आउनुभयो। हामी त यहीँदेखि नजिक बस्छौँ। अहिले त बिदो भयो होइन पानी त, अहिले बिदो भयो हल्का। ल आयो होइन पुरा, यो त बहुत ऊ छ। मैले पहिला पनि एउटा भिडियो बनाएको थिएँ त, म्याप बहुत ठुलो छ। छोटो मिठो भिडियो बनाउँछु कि मैले फेरि होइन, सानो सानो भइरहेछ, बन्दैछ। म एउटा शायरी हानिदिनु नि त। ल ल मलाई शायरी भन्नु होला नि त। ल साइरी, ल हाम्रो सरको साइरी सुनाउँ है। ल ल ल उहाँले रिक्वेस्ट गरे अनुसार मैले एउटा पटक भए पनि, एक पटक भए पनि वाह वाह मुस्कुराइदिनुहोस्, एक पटक भए पनि मुस्कुराइदिनुहोस्, एक सेकेन्ड भए पनि मुस्कुराइदिनुहोस् वाह वाह तपाईँको बाउ आमाको अगाडि। वाह वाह एक वाह सेकेन्ड भए पनि मुस्कुराइदिनुहोस् तपाईँको बाउ आमाको अगाडि। वाह वाह तपाईँको एक सेकेन्डको मुस्कानले उहाँलाई महिनौँ खुसी र आनन्द मिल्नेछ। वाह 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 वाह। अरू श्लोक भन्दै जाऊँ कि? भन्दै गर्नु न, भन्दै गर्नु अझै। थ्याङ्क यू। नेक्स्ट पार्ट, नेक्स्ट सायरी। ल हाम्रो हामी फेरि पनि यात्रामै छौँ भन्दाले पनि हामी आज गेम खेल्न जाँदैछौँ। पानी पर्यो, हामीलाई मौसमले च्यालेन्ज गर्यो, तर पनि हामी मौसमलाई जित्न सफल भएका छौँ। अब हामी 2 मिनटमा हामी ग्राउन्डमा जाँदैछौँ। अब त्यसपछि चाहिँ एकदमै बवाले हामी गेम खेल्नेवाला छौँ है त गाइज। बरु नि त हो, गराउनसम्म जानेसम्म उ गर्ने भनेको। ल मौसम पनि राम्रो छ होइन, सब कुछ राम्रो छ कि यहाँ। भलगर होला। ल गाइस, ल पुग्यो है हामी फाइनली पुग्यो ग्राउन्डमा पुग्यो। पुरा पहिला म्याच चलिरहेको रहेछ कि अगाडि टिम अर्कै छ। हेरौँ अब यिनीहरू भर्खर स्टार्टिङ हो कि यिनीहरूको फाइनल हो, सकिसक्यो क्या ऊ। अनि यिनीहरूको फाइनल भएको रहेछ, गेम चलिरहेको रहेछ। अहिले त जाली साली लाछ हेर, राम्रो होइन यता यतातिर कि यस्तै गेम चल्ने भएर होला। अहिले यिनीहरूको गेम फाइनल भएको रहेछ कि। हाम्रो चाहिँ अब सुरु हुन्छ यो फुटबल ग्राउन्ड। फुटबल ग्राउन्ड यो है। ल यिनीहरूको फाइनल भएको छ। अब हामी कपडा सपडा चेन्ज गर्ने हाम्रो। मेरो कम्पनीको प्लास्टिक हो कि होइन के हो? ल हामीले पनि कपडा सपडा चेन्ज गर्ने हाम्रो। यिनीहरूको फाइनल भइरहेछ होइन।